किधर जा रहा है? कूपन पार्क। किधर जा रहा है? कूपन पार्क। नहीं है। किधर जा रहा है? कूपन पार्क। द सिटी मार्केट है। लै साथीहरू आज चाहिँ बेङ्गलोरमा चाहिँ एकदम दामी मौसम पनि दामी भइरहेको छ एकदम दामी भइरहेको छ चिसो त्यसै कारण नानीहरूलाई यसो घुमाउनु लगेको आज कूपन पार्क यहाँ अटो भैयालाई चाहिँ एकदम जुम्रा परेको जस्तै छ है साथीहरू किनभने बनाएको थियो चढेको दिन बनाएको थियो बेङ्गलोरमा त जाम त मान्नै पर्छ यस्तो डरलाग्दो जाम भइरहेको छ ल साथीहरू हामी चाहिँ जस्ट पुग्यो कूपन पार्कमा यो चाहिँ कूपन पार्कको स्ट्याचु अगाडिपट्टि छ यता चाहिँ मेन गेट छ है बात हो ल साथीहरू मेरो वाइफ र नानीहरू चाहिँ अगाडि छ मैले चाहिँ भिडियो बनाउँदै हिँडिरहेको छु टोय ट्रेनको लागि चाहिँ यति डरलाग्दो भिड रहेछ होस् बरु दार्जिलिङमै गरौँला आएर यस्ता दिपो यस्तो गर्न यो चाहिँ खेल्ने रे कान्छी ಅದೇ ಈ ಪಾಪ ಮಾಡ್ತಾರೆ ಅಡುಗೆ ಮಾಡ್ತಾರೆ ಹತ್ತು ಮೇಲೆ साथीहरू आज चाहिँ बच्चाहरूलाई नानीहरूलाई ल्याइरहेको छु कूपन पार्कमा छुट्टीको दिनमा ल्याउनु पनि पर्यो नानीहरूलाई यिनीहरूको पनि अब समर भ्याकेन्सी सक्नु आँट्यो 28 तारिकदेखि त स्कुल लाग्छ त्यसै कारणले आज चाहिँ ल्याइरहेको छु कूपन पार्कमा किनु यहाँ त हेर न भाइ भन्दैन छोरी यो कूपन पार्क चाहिँ
एकदम अफोर्ड गर्नु सक्छ हामीले, किनकि यो गभर्मेन्टको एकदम नानीहरूलाई चाहिँ रिजनेबल छ प्राइसहरू पनि यसमा एकदम दामी पनि छ। ल साथीहरू हेर्नुहोस् है, यो चाहिँ अब टोय ट्रेनको लागि वेटिङमा छ यिनीहरू। यस्तो डरलाग्दो भिड छ टोय ट्रेनको लागि चाहिँ, हामी त खेलेन पनि यो टोय ट्रेनको, यति लामो जाम। जोटले उब्र न यिनो जोटले दाँत झऱ्यो नि झरिरहोस्। भिड हेर के साह्रो भिड। भिड छैन, लास्टमा खेल्नु पऱ्यो। ए म्याडम दामी रहेछ, लास्टमा नेक्स्ट राउन्डकोहरू चाहिँ लाइनमा। सानो डरलाग्दो भिड चाहिँ छैन यहाँनिर, हेर्नुहोस् ल जुम गरेर जाँदाखेरि। यहाँनिर दुईवटा लाइन छ, साह्रै लाग्दो छ। यहाँ चाहिँ बोट हुन्थ्यो, आज चाहिँ छैन रहेछ, सन्डे भएर होला, ज्यादा उयो भएर होला। यहाँ कान्छीले चाहिँ फोटो खिचेको छ, को चिन्दिनँ हो। यो चाहिँ युबी सिटी हो, देख्दै गरेको छ। अफिसर मालिकको वेदर क्लिन भएर त आज पनि युबी सिटी मजाको देखिरहेको छ। यसलाई चाहिँ युबी सिटी भन्छ। आज चाहिँ बोटहरू चाहिँ थिएन, यहाँनिर चाहिँ सबैले फोटोहरू पनि खिच्छ। हामीले त पहिल्यै खिचिसकेको थियौँ। यस्तो दामी यहाँनिर चाहिँ ग्रिन छ, रुखहरू धेरै छ यहाँनिर चाहिँ, एकदम मजा। बेस्ट फ्यामिलीलाई चाहिँ यो एरिया घुम्नु चाहिँ एकदम राम्रो।
चाहिँ पार्कमा अब इन्ट्री यहाँबाट चाहिँ पार्क वन पार्क भनिन्छ बेङ्गलोरको फेमस पार्क यहाँनिर पुनु छ मेरो पुनु बस्नुपर्छ यहाँनिर वार पार रहेछ है बुढी मान्छेहरू त है भक्कु छ बुढी मान्छेहरू यहाँ किन बुढी आज चाहिँ भएको यो चाहिँ पार्क एरिया हो एकदमै राम्रो छ यहाँनिर चाहिँ कपालहरू बसेर इन्जोय गर्छ होइन फ्यामिलीहरू बसेर इन्जोय गर्छ एकदम राम्रो छ यो भित्र चाहिँ उता चाहिँ नानीहरूको खेल्नेहरू छ होइन एकदम अफोर्ड गर्छ हामीलाई त्यो प्राइस अघि भनिहालेँ होइन यहाँनिर चाहिँ एकदम नानीहरूलाई लिएर आउनु चाहिँ एकदम बेस्ट एरिया हो विथ फ्यामिलीसँग आयो भने चाहिँ मजा आउँछ यो पार्कमा चाहिँ घुम्नु हामी चाहिँ रिटर्न हुँदादेखि भनेको थियो दाजुबहिनीले चाहिँ चाउमिन खान्छु चाउमिन बनाइदिनुहोस् भन्दै थियो आमालाई आमाले चाहिँ चाउमिन बनाएर यिनीहरूले चाहिँ मजाले दामी छ पापा दामी छ मम्मी भन्दै एकदम मजाले खाँदैछ यिनीहरूले चाहिँ थाके पनि यिनीहरू मजाले खाँदैछ बुढीले पनि मजाले बनाएको थियो चाउमिन मैले पनि इन्जोय गरेँ